आज चाहिँ यत्तिकै बसिरहेको थिएँ। यत्तिकै बस्दाखेरि साथीहरू पो आउँछन् त अनि अब साथीहरू आए अनि पुरा इसारा अनुसार त पुरा इमिलो खाम भन्छ नि त। अनि मैले चाहिँ गइदिउँ न त अब कहाँ रहेछ इमिलो खाने भनेको त लास्ट टाइममा तेरो बारीमा अब इमिलो त्यहाँ बुढामा इमिलो फलेको त्यही खाम भन्छन्। खाइदिउँ त के छ र भनेर म लट्ठी लाने इमिलो झारेँ। इमिलो झारेर अनि पछि अनि हाम्रो घरतिर गएर खाम पो भन्छ त अनि ठिकै छ नि त जाम तेरो घरतिर गएर खाम भने अनि त्यसो घर पुगेर फर्स्टमा चाहिँ मैले नुन खुर्सानीतिर पिस्नुतिर लागेँ। अनि नुन खुर्सानी पिसिसकेपछि त्यो अघिल्लो पिसेको नुन खुर्सानीलाई थालमा हालेँ। त्यो पिसेको नुन खुर्सानीलाई थालमा हालिसकेपछि गएर इमिलो काट्नतिर लागेँ। अनि इमिलो काटिसकेपछि त्यसलाई चाहिँ अब इमिलो काटेर कहाँ भयो त फोकाउनु पर्यो। त्यही भएर हामीले इमिलो फोकाउनु 2 फ्याक गराएँ। अनि त्यो इमिलो 2 फ्याक बनाएको इमिलोलाई चाहिँ एउटा इमिलो तल राखेँ। अनि एउटा इमिलो तल राखेर अर्को इमिलोलाई चाहिँ हल्का बनाउनतिर लागेँ। अनि त्यो इमिलो बनाइसकेपछि अघि नै पिसेको त्यो नुन खुर्सानी पनि सँगै अनि मसे इमिलो पनि अनि इमिलो यताउता फर्काइ हल्का फुल्का हुन्छ नि घुमाइ फिराइ मोलाइ गराएर त्यहाँमा हल्का चिनी हालेँ। अनि चिनी हालेर पनि त्यसलाई हल्का मोसिसकेपछि अनि अब त खाम भने म खाएँ। अब हामीले चाहिँ खानतिर सुरु गऱ्यौँ। अनि हामीले खान लाग्यौँ होइन अब इमिलो अब हल्का खट्टो पिरो मिठै हुन्छ।